हिजो बालेनको भाषणले त धड्कै पिटेछ है। उनले आफ्नो भिजन बताए। अरू पार्टीका नेताहरूले अर्को पार्टीलाई गाली गलौज गरेर राजनीति गरिरहेका थिए अहिलेसम्म। तर हिजो बालेनको जुन भाषण सुने त्यसमा एक शब्द पनि गाली छैन। देश सङ्घीयतामा गइसकेपछि पनि हाम्रो स्थानीय सरकारले प्रदेश सरकारले अधिकार नपाउनुको कारण हिजो बालेनले 10 मिनटमा सबैलाई राजनीति सिकाइदिए। त्यसलाई भन्छ ओरिजिनल नेताको भिजन। पढ्नलाई विदेश जानु पर्दैन, फ्रीमै यहीँ पाउँछ, नेपालमै पाउँछ पढ्नलाई। फ्री एजुकेसन, फ्री हेल्थ, जुन चाहिँ अहिले काठमाडौँ महानगरपालिकामा उहाँ मेयर भइसके पछाडि उहाँले हरेक हस्पिटलको 10% बेड विपन्नलाई छुट्याएर राख्नु भएको छ। त्यो पनि एउटा फ्री हेल्थकै पर्यो। अर्को चाहिँ 35वटा पालिकालाई एम्बुलेन्स सङ्घ सरकारले गर्नुपर्ने काम स्थानीय सरकारले गरेको छ। यो हो नि त नेताको भिजन भनेको है। अन्नेसेसरीहरूले गाली गरेर अहिलेसम्म राजनीति गरेका के अरे नेताहरूले अहिलेसम्म यो झोलेहरूलाई के दिए त? सोच्नुपर्ने बेला भयो अब है। अब सोचौँ, भोट बदलौँ, सिस्टम बदलौँ है, अनि बल्ल देश विकास हुन्छ। नेतालाई मात्रै गाली गरेर हुँदैन, आफ्नो पनि परिवर्तन चाहिन्छ भने चाहिँ आफ्नो भोट परिवर्तन गर्नु पर्यो। भोलि तपाईँको बालबच्चाहरू आजको दिन जस्तै विदेशमा बालबच्चा र आमा बुवा नेपालमा यसरी छुट्टिएर बस्ने दिन नआओस्। भोलि फेरि हाम्रो सन्ततिले पनि यही दिन बिग्नु भोग्न नपरोस् भनेर आजै हामीले आफ्नो भोट परिवर्तन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिएर संसदमा पठाउनुस्। एकचोटि मौका दिनुस्। हेरौँ यिनले पनि गर्छन् कि गर्दैनन्, कि भाषणमै सीमित हुने हुन्। तर एजेन्डा हेर्दा त गर्छन् जस्तो लाग्छ। पढे लेखेका व्यक्तिहरू छन्। अब हेरौँ, हेर्दै जाउँ के हुन्छ है। एकचोटि मौका दिएर हेरौँ। हस्।